रिलायन्स स्पिनिङ मिल्सको आइपिओले नेपाली शेयर बजारमा एउटा तरङ्ग नै ल्याइदिएको छ। कोही यसलाई सुनौलो अवसर भन्दैछन् त कोही भन्दैछन् यो लगानीकर्तालाई डुबाउने एउटा महँगो पासो हो। आखिर कुरो के हो त? आउनुहोस् आज हामी कम्पनीकै आधिकारिक विवरणपत्रलाई खेलाएर यसको गहिराइमा पुग्ने प्रयास गरौँ। हाम्रो आजको खोजीको मुख्य प्रश्न यही हो, के यो आइपिओमा लगानी गर्नु साँच्चै बुद्धिमानी होला? हामी तथ्य र तथ्याङ्कको आधारमा यही प्रश्नको जवाब खोज्नेछौँ। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा पहिले त्यो कम्पनी वास्तवमा के हो र के गर्छ भनेर बुझ्नु एकदमै जरुरी हुन्छ। त्यसैले सबैभन्दा पहिले रिलायन्स स्पिनिङ मिल्सलाई नजिकबाट चिनौँ। यो हिजोआज खुलेको कुनै नयाँ स्टार्टअप होइन है। रिलायन्स स्पिनिङ मिल्स त 2051 सालमै स्थापना भएको, मतलब लगभग 30 वर्ष पुरानो एउटा स्थापित कम्पनी हो। यो कम्पनीको आकार सामान्य छैन। सोच्नुहोस् त, लगभग 4000 जनालाई रोजगारी दिएको यो कम्पनी नेपालको सबैभन्दा ठूलो उद्योगहरूमध्ये पर्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने यसले आफ्नो उत्पादनको 70देखि 75% हिस्सा विदेशमा बेचेर देशमा बहुमूल्य डलर भित्राउने काम गर्छ। ल अब लागौँ यो आइपिओको सबैभन्दा धेरै चर्चा र विवाद भएको विषयमा। त्यो हो यसको प्राइस। आखिर यो शेयरको मूल्य यति धेरै किन राखियो त? सामान्य आइपिओ जस्तो 100 रुपियाँमा आउने होइन यो। यसको मूल्य बुक बिल्डिङ भन्ने विधिबाट तय गरिएको हो। यो प्रक्रियामा के हुन्छ भने ठूला संस्थागत लगानीकर्ताहरूले पहिले बोलकबोल गरेर एउटा मूल्यको दायरा तय गर्छन् र त्यही आधारमा सर्वसाधारणलाई शेयर बिक्री गरिन्छ। हो, यही प्रक्रियाबाट चाहिँ संस्थागत लगानीकर्ताहरूका लागि तय गरिएको मूल्य सीमा हो प्रतिकिता न्यूनतम 608 रुपियाँदेखि अधिकतम 912 रुपियाँसम्म। यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने यो महँगो मूल्य कम्पनी आफैले लौ यति भनेर तोकेको होइन। यो त 28वटा ठूला र योग्य संस्थागत लगानीकर्ताहरूको विश्लेषण र बोलकोलपछि निस्किएको मूल्य हो। त्यसैले मूल्यमाथि प्रश्न उठाउँदा यो तथ्यलाई पनि ध्यानमा राख्नुपर्छ। कुरा जे जस्तो भए पनि आखिरमा सबैभन्दा महत्त्वपूर्ण त कम्पनीको वित्तीय स्वास्थ्य नै हो। ल अब कम्पनीको आफ्नै रिपोर्टले के भन्छ त्यसलाई अलि चिरफार गरेर हेरौँ। यो टेबलमा हेर्ने बित्तिकै आँखा तानिहाल्ने कुरा भनेको चाहिँ प्रति शेयर आम्दानी अर्थात् इपिएस हो। हेर्नुहोस् त, आर्थिक वर्ष 77-78मा 61 रुपियाँभन्दा माथि कमाएको कम्पनीको आम्दानी गत वर्ष मतलब 79-80मा झरेर 1 रुपियाँभन्दा पनि तल आयो। यो त निकै ठूलो गिनावट होइन र? हुन त कम्पनीले आउने वर्षहरूमा यो फेरि बढेर 32 रुपियाँसम्म पुग्ने अनुमान गरेको छ, तर यो गिनावटले लगानीकर्तालाई सोच्न बाध्य बनाउँछ। तर एउटा सकारात्मक कुरा के छ भने कम्पनीको प्रति शेयर नेटवर्थ भने लगातार बढिरहेको देखिन्छ। हरेक लगानीमा जोखिम त हुन्छ नै, तर रमाइलो कुरा के छ भने रिलायन्सले आफैले आफ्नो विवरणपत्रमा हामीमा लगानी गर्दा यी जोखिम छन् है भनेर प्रष्टै लेखिदिएको छ। आउनुस् हेरौँ त के रहेछन् ती जोखिमहरू। सबैभन्दा पहिले त कम्पनीले एउटा कुरामा चाहिँ एकदमै जोड दिएको छ, जोखिमको मूल्याङ्कन गर्ने अन्तिम जिम्मा लगानीकर्ता आफैको हो। मतलब डुबे पनि उत्रे पनि त्यो लगानीकर्ताको आफ्नो निर्णय हो भनेर कम्पनीले पहिले नै भनिसकेको छ। त्यसो भए कम्पनीले देखाएका मुख्य जोखिमहरू के हुन् त? पहिलो, विश्वव्यापी आर्थिक मन्दी जसले यसको निर्यातमा सिधै असर पारेको छ। दोस्रो, कच्चा पदार्थको लागि विदेशमा भर पर्नुपर्ने बाध्यता। तेस्रो, बजारमा हुने कडा प्रतिस्पर्धा। र चौथो, जुन निकै महत्त्वपूर्ण छ, त्यो हो आम्दानीको लागि भारतका केही सीमित ग्राहकमा मात्रै निर्भर हुनु। ल हामीले कम्पनीको परिचय, यसको मूल्य, वित्तीय अवस्था र जोखिमहरू सबै पक्षलाई हेर्यौँ। अब यी सबै टुक्राहरूलाई जोडेर एउटा समग्र चित्र बनाउने प्रयास गरौँ। एकातिर हेर्दा यो वर्षौंदेखि चलिरहेको देशलाई विदेशी मुद्रा कमाइदिने र राम्रो क्रेडिट रेटिङ पाएको बलियो कम्पनी हो। तर अर्कोतर्फ फर्केर हेर्दा यसको मूल्य निकै महँगो छ, पछिल्लो आम्दानी ह्वात्तै घटेको छ र बाहिरी बजारमा देखिने जोखिमहरू पनि उत्तिकै छन्। अब निर्णय गर्दा यी दुवै पाटोलाई तराजुमा जोख्नुपर्ने हुन्छ। अब सबै तथ्य र तथ्याङ्कहरू अगाडि छन्। रिलायन्स स्पिनिङ मिल्सको आइपिओ एउटा सुनौलो अवसर हो कि एउटा महँगो पास हो? यो निर्णय त आखिरमा हरेक लगानीकर्ताको आफ्नो विश्लेषण र जोखिम वहन गर्ने क्षमतामा भर पर्छ। यति कुरा बुझिसकेपछि अब भन्नुहोस् के तपाईले आइपिओ भर्नुभयो त?